नमस्ते सबैजनालाई। यो चिन्नु भएको होला है तपाईले। यहाँ त पुरा महँगो मिल्छ। हामी यहाँ त दिल्लीमा है 100 रुपैयाँ किलो। मैले आधा किलो ल्याएको थिएँ है, 50 रुपैयाँको। हेर्नु सक्नुहुन्छ। आज म यसको सब्जी बनाउँदैछु है। सब्जीलाई एउटा नयाँ आइटम बनाऊँ भनेको सोचिरहेको छु है। तपाईलाई म कोसिस गर्छु यो राम्रो चीज बनाएर देखाउने है। हेरिदिनुस् होला। मैले यसरी काटेछु है। काटेर अब हेर्न सक्नुहुन्छ। मैले कुकरमा पनि हालिसकेँ है, किनभने लामो भिडियो हुन्छ भनेर है। त्यही कारणले मैले सर्टकट गरेँ है। हुन्छ, हेर्दै गर्नुहोस् होला भिडियोहरू। आगेको प्रोसेस कस्तो हुन्छ है तपाईले हेर्नुहोस् होला ध्यान लाएर। त्यो दार्जिलिङको टी है, ब्ल्याक टी। है कामहरु पनि गर्दै गर्नुपर्छ। त्यो निम्बु हाल्दिनु पर्यो है, लेमन टी हुन्छ है। मलाई चाहियो लसुन, अदरक, सुक्खा मिर्च, हरी मिर्च, प्याज, धनिया। कुकर पनि भइसक्यो मेरो। ठन्डा हुन दिनुपर्छ यसलाई। हेर्न सक्नुहुन्छ है, यहाँ रेडी भइसक्यो। चटनी भइसक्यो सबै। मोमो मुसे जस्तै तपाईले गर्न सक्नुहुन्छ है। मोमो हामीले जसरी बनाउँछ नि त्यसरी त बोइल गरेर भने त राम्रो हुन्छ नि त हैन। हामी त अब काँचै बनाउँछु त है गाउँघरतिर त। नि त बोइल त अब तपाईले हेर्न सक्नुहुन्छ। मैले ब्रेड पनि हाल्दैछु है। ब्रेड हालेको मतलब चाहिँ किनभने म मैदा हाल्दिनँ नि त। मैदा हाल्यो भने चाहिँ किनभने मैदा हेल्दीको लागि राम्रो हैन है। किनभने ब्रेडहरू नानीहरूलाई राम्रो पनि हुन्छ, क्रेप्सी पनि बनिन्छ है। हेर्न सक्नुहुन्छ। यसलाई भिजाएर चाहिँ मजाले यसलाई पानी निचोरेर चाहिँ है। किनभने मलाई लाग्थ्यो भिडियो बनाउन सजिलो पर्छ होला भनेर है, तर साह्रो पर्ने रहेछ यो भिडियोहरू बनाउनु। हेर्न सक्नुहुन्छ। ब्रेड निचोरेर त्यसो गरे है। अनि हाल्दैछु किनभने यो इस्कुस साह्रो गिलै हुन्छ नि त है। त्यो हल्दी हालिदिन्छु, किङ मसला है, त्यो गरम मसला, त्यो जिरा पाउडर पनि हालिदिन्छु है। राम्रो हुन्छ, टेस्टी आउँछ। अलिकति हिङ, पेटको लागि राम्रो हुन्छ, हेल्दी हो। कम्ती हाल्नुहोस् होला यसमा है। कश्मीरी लाल मिर्च अलिकति हाल्नुहोस् होला, कलर राम्रो हुन्छ है। अब यसलाई मिलाउनु पर्यो है। यसको मजाले मिलिन्छ है। मैले नमक पनि हालेँ है। हेर्न सक्नुहुन्छ। यो अर्ग्यानिक पनि हाल्दैछु है। हेर्न सक्नुहुन्छ। म चिज पनि युज गर्दैछु है। चिज चाहिँ 2टा हाल्नु पर्यो क्युब, किनभने नानीहरूको लागि बनाएको है। नानीहरूले चिजहरू साह्रो मन पराउँछ है। त्यही कारणले मैले चिज पनि युज गर्दैछु है। तपाईँले जे पनि हाल्न सक्नुहुन्छ है। मजाले मिठो हुन्छ। इस्कुसको राम्रै चिज बनिन्छ रहेछ। हेर्न सक्नुहुन्छ। मैले चिज पनि है ग्राइन्डर नगरेर थोरै है त्यसरी अलिअलि हातले मुछ्दिनु पर्यो। म त यो चाइनिज
ठिक छ है। त्यसको लागि के युज गर्दैछु है, लाम भएर चाहिँ मैले यो दुईवटा टुथपेस्ट जस्तै बनाएर मैले गर्दैछु। त्यो हेर्न सक्नुहुन्छ। मैले कर्नफ्लावर पनि अलिअलि उयो गरेको छु है। त्यसको टपिङलाई जान्छु तपाईँलाई कसरी बनाउनु पर्ने हो। यो अलिकति ब्रेड क्रम्स पनि ल्याएको छु मैले है। त्यसमा टपिङ गर्नु पऱ्यो। अन्त क्राप्सी बनिन्छ है। जस्तै तपाईँले केएफसी चिकनहरू खानुहुन्छ नि त्यस्तै उयो हुन्छ है। हेर्नु न मजाले है, हेर्दै जानुहोस्। हेर्नु सक्नुहुन्छ मैले यसरी ड्रप गरेँ है। र त के भन्नुपर्ने हो, यसको नाम तपाईँले बताइदिनुहोस् होला है। मैले त नाम राख्दैछु इस्कुस ललिपप, किन नानीहरूको लागि बनाएको त मैले। नानीहरूले बनाइदिन्छु ललिपपको, इस्कुस ललिपप नै खाने है। तपाईँले गाउँघरमा बाँस हुनुहुन्छ, बाँस पाउँछ, त्यसको है स्टिक बनाएर तपाईँले यसरी मजाले उयो गर्नुहुन्छ है। गाउँघरमा त सबै कुरो मिलिहाल्छ, यहाँ त सबै कुरो किन्नुपर्छ है, गाह्रो पर्छ। यसरी हेर्नुहोस्, तपाईँले टाइट गर्न सक्नुहुन्छ मजाले है। देख्न मजाको लाग्छ इस्कुस ललिपप है। कस्तो लाग्छ तपाईँलाई नाम तपाईँले भनिदिनुहोस् होला, कमेन्ट्स गरिदिनुहोस् होला यसमा है, के राख्नुपर्ने नाम भनेर है। मैले अलिकति बनाइसकेँ यहाँनिर, म फ्राई गर्दैछु। अब हेर्नु सक्नुहुन्छ है इस्कुस ललिपप कसरी बनाउँदो रहेछ है। ज्यादा पिस गरेर हाल्नु होला है। तपाईँको कराई ठुलो छ भने चाहिँ तपाईँले ज्यादा पनि हाल्नु सक्नुहुन्छ। फर्काउनु होला, मिडियममा आगमा राख्नु होला है, चढ्छ गाह्रो पर्छ है। जल्दी खाना हो यो पनि हाम्रो गाउँको इस्कुस है। कति आलु मात्रै खानु, आलुको मात्रै फ्रेन्च फ्राई दुनियाँभरको चिजहरू बनाइराख्नु। हाम्रो इस्कुसबाट पनि दार्जिलिङमा पाउने चिजहरू पनि यस्तो युजहरू गर्दा सबै राम्रो हुँदै जान्छ नि त होइन। यस्तो हाम्रो इस्कुसलाई पनि मान्यता दिनुपर्छ है। हाम्रो मिरिक जस्तो सहरमा कति इस्कुसको छाक पाउँछ, खाडी छ, त्यसलाई नयाँ नयाँ डिसहरू बनाएर है, राम्रो चिजहरू गरे नि हरेक जग्गातिर त्यसको भ्यालु पुग्छ है। मलाई त त्यस्तो लाग्छ है। गोल्डन फ्राई भयो है मजाले। तपाईँले हेर्न सक्नुहुन्छ बनिसक्यो है। इस्कुसको ललिपप भनौँ है यसलाई, ललिपपै राखिदिनु। नाम के राख्नु तपाईँले बताउनुहोस् होला। ल म तोडेर पनि देखाउँछु है। यस्तो मजाले पाक्छ है, चिज निक्लिन्छ है। तपाईँले देख्न सक्नुहुन्छ, मजाले हेर्न सक्नुहुन्छ। मेरो हात गन्दा भयो उयो नगर्नुहोस् होला है तपाईँले। हुन्छ, धन्यवाद।